नमस्कार सम्पूर्ण साथीहरूलाई। आज म फेरि यहाँनिर सिलगढीमा आइपुगेँ है साथीहरू। मुस्कुराउँदै हाँस्दै यहाँनिर चाहिँ म अब एउटा सानो एउटा लिची बगानमा आइसकेको छु है साथीहरू। लिची कसरी फल्दो रहेछ भनेर चाहिँ यहाँ म हेराउन चाहँदैछु तपाईँहरूलाई। यी लिची यत्रो सानो बोटमा पनि कस्तो मजाले फल्दो रहेछ हेर्नुहोस् है। अहिले हरिहरि नै छ, कोही कोही पाक्न आँटेको पनि छ। ल हेर्नु होला है, वाउ क्या दामी फलेको छ। ल हेर्नु होला, यहाँ हेर्न भुइँमै छ है। ओ माई गड, लिची यसरी फल्दो रहेछ है साथीहरू। यहाँनिर चाहिँ लिची बगानमा चाहिँ हामी आएको छौँ आज। हरियो नै छ लिची चाहिँ। फेरि यहाँ लज्जावती झार पनि छ है साथीहरू। हामीले छुने बित्तिकै लज्जावती झार चाहिँ लज्जाइहाल्छ, फेरि चम्रङ चुम्रङ भइहाल्छ। ल हेर्नु होला यहाँ लिची। आज लिचीको भिडियो लिएर आउँदैछ है साथीहरू। अब लिचीको सिजन पनि हो अहिले। यो लिचीको सिजनमा चाहिँ हामी पाकेको छैन रहेछ यो लिची। हेर्दा चाहिँ हरियो रातो रातो भएको छ। ल हेर्नु होला, कस्तो दामी लिची चाहिँ अब पाकेर पनि। यो लिची पाकेर टेस्ट पनि गर्न मिल्छ होला सायद, खै पाकेकै छैन। अचकल्टिएर बसेको रहेछ यो। फेरि कुहिएको जस्तो पनि छ। आम्मामा, लिची चाहिँ यस्तो हुँदो रहेछ साथीहरू। ल चराहरूको खाँचा रहेछ, चराहरूले खाँदै रहेछ यो। फेरि निम पत्ता पनि रहेछ यहाँनिर है। यो निम पत्ता चाहिँ फेरि दबाई रहेछ एकदम। निम पत्ता चाहिँ ज्वरोको दबाई है साथीहरू। यो चाहिँ यो ज्वरो आउँदाखेरि ज्वरो चाहिँ चट्टै बनाउँछ। यसको झोल पियो भने चाहिँ, यसलाई चाहिँ पिसेर झोल बनाएर 1 ग्लास पियो भने आम्मा ज्वरो चट्टै, जस्तै खतरनाक ज्वरो पनि यसले चटै बनाउँछ साथीहरू भन्न चाहेँ। ल यो चाहिँ अम्बक चाहिँ फेरि यो अस्ति नै फलिसकेको, फेरि 12 मासे फल्दै रहेछ यो अम्बक चाहिँ। यहाँनिर फुलहरू पनि फुलिरहेको छ। यो चाहिँ ठुलो कम्पनी हाम्रो